सुदन गुरुङले आफ्नै सेना तयार पार्दैछ अरे हो। म त तपाईको के भन्नु तपाईले सिभिलियन फोर्सको कुरा गर्नु भएको मैले बुझिसके हैन। यो कुनै तपाईको सेना हैन है, यो कुरा हामी प्रष्ट हौं। सिभिलियन फोर्स भनेको तपाईको के भने हाम्रो भलन्टियर फोर्स जस्तो हैन। यो कसैलाई तपाईको धम्काउनलाई, कसैलाई यो गराउनलाई हैन, थर्काउनलाई बनाएको फोर्स हैन यो। यो फोर्स भनेको तपाईको कस्तो भने हामी नेपाली जनताहरु एक हुन सकेको छैनौं हैन। हामीहरु सबैजना एकै ठाउँमा बसेर एउटै सोचाइ गर्न सकेर देश विकासको लागि कुराहरु छलफलहरु गर्न सके भने पो तब पो हामी सबैजनाको काँधमा जिम्मेवारी आए पो हुन्छ त हैन। तर त्यो जिम्मेवारी आफ्नो काँधमा ल्याउने कसरी भनेर भन्दाखेरि त कुनै ठाउँ त चाहियो। त्यो ठाउँ बनाइदिएको हामीले यो प्लेटफर्म। एउटा गाउँको दुःख, एउटा गाउँको व्यथा, गाउँमा तपाईको हुन्छ नि एउटा स्वास्थ्यमा समस्या भएको एउटा सुत्केरीले पाएको दुःखलाई केन्द्रसम्म पुर्याउन, जसले गरेर केन्द्रले तपाईको कुनै काम गर्दाखेरि तपाईको एउटा गाउँको दुःख नसम्झेर नबुझेर तपाईको नियम कानुन बनाएको हुनाले त्यो गाउँको सुत्केरीले दुःख पाउँछ नि त। त्यो गाउँको दुःखलाई चाहिँ केन्द्रसम्म ल्याउनलाई बनाएको फोर्स हो। त्यो गाउँको दुःखलाई, त्यो गाउँको पीडालाई चाहिँ देशको कुना कुनाबाट ल्याउन आटेको चाहिँ एउटा माध्यम हो, मात्रै हो यो। र त्यो माध्यमलाई त्यो पीडालाई चाहिँ टिप्नको लागि त्यहाँका जिल्ला संयोजकहरू टोकेका छ हामीले हैन। जिल्ला संयोजकहरूले आफ्नो गाउँ ठाउँको दुःख लिएर आउनुहुन्छ र त्यो हाम्रो प्लेटफर्ममा तपाईको कुरा हुन्छ। त्यो हाम्रो गाउँमा वेबसाइट, हजुर वेबसाइटमा के नामको वेबसाइट हो? हाम्रो तपाईको राष्ट्रिय एकीकरण अभियान भनेर हामीले राखेका छौं त्यो वेबसाइटको नाम। त्यो वेबसाइटमा तपाईको छलफल हुन्छ। कसरी त्यो वेबसाइटमा गएर आफ्नो माग, समस्या कसरी राख्ने र कसरी सम्बोधन गराउने छोटकरीमा बुझिने गराउने। यसमा यस्तो छ हजुरको सिम्पल कुरा छ। यो आन्दोलन पनि फर एक्जाम्पल मेरो गाउँमा बाटो बनेन। हो, हजुरको गाउँमा बाटो बनेन। हजुर कुन जिल्ला? मेरो अर्घाखाँची जिल्ला। अर्घाखाँची जिल्ला र धारापानी भन्ने गाउँमा बाटो बनेन। धेरै टाइम लाग्यो। मलाई यो एकदमै समस्या भयो। म के गरौँ? अब हजुरले के गर्नुपर्छ भने सुरुमा यो वेबसाइटमा जानुपर्ने भयो हैन। त्यसपछि तपाईले त्यहाँ लगइन गरिसके तपाईले आफ्नो जिल्लामा जानुपर्ने, अर्घाखाँचीमा जानुपर्ने भयो। र त्यो जिल्लामा चाहिँ तपाईको त्यहाँ जिल्ला संयोजक हुन्छ हैन, जसले चाहिँ त्यो टिप्पणी उठाउँछ। लगइन गर्न म जिमेल हाल्छु, मेरो मेल आइडी हाल्नुहुन्छ, जिमेल हाल्नुहुन्छ त्यसमा चाहिँ हैन, जिमेल हाल्नुहुन्छ र त्यसको कुरा चाहिँ हामीमा आउँदैन है। त्यसको इन्फर्मेसन चाहिँ हामीमा आउँदैन। तपाईको आफ्नो लगइन इन्फर्मेसनहरु हाम्रोमा आउँदैन तपाईको हैन। त्यो हजुरसँग प्रिजर्भ हुन्छ। जसरी तपाईले फेसबुकमा लगइन गर्नुहुन्छ, जसरी तपाईले गुगलमा लगइन गर्नुहुन्छ, सेम सिस्टम हो त्यो हैन। हाम्रोमा त्यसमा केही पनि इन्फर्मेसन आउँदैन। तर पछिपल्ट गएर जब तपाईले साइन इन गरिसक्नु भएपछि तपाईले त्यहाँ हाम्रो गाउँको समस्या, जिल्लामा हाम्रो गाउँको समस्या यो छ र यसमा कसरी समाधान गर्ने भनेर हजुरले पनि त्यहाँ आफ्नो समस्या लिएर तपाईले जान सक्नुहुन्छ। त्यहाँ अपलोड गर्नुहुन्छ र त्यो समस्याको बारेमा डिस्कसन हुन्छ। अब यसलाई समाधान गर्ने कसरी, कसका बीचमा डिस्कसन हुन्छ? त्यही मेम्बरहरु, त्यही जिल्ला भित्रका मान्छेहरुको बीचमा डिस्कसन हुन्छ। पहिला जिल्ला भित्रको डिस्कसन हुन्छ। जिल्ला भित्रको डिस्कसन हुन्छ र त्यसको समाधानको लागि तपाईले ती मेम्बरहरु, त्यहाँ डिस्कसनमा आउने मेम्बरहरु कसरी छानिन्छन्? हैन, जसरी हजुर जानुभयो त्यसरी नै छानिन्छ। सबै इन्ट्री हुँदै जान्छ के तपाई। सो अर्घाखाँचीमा तपाईको कतिजना व्यक्तिहरु तपाईको त्यहाँ हुन्छ, उहाँहरु छलफल गरेर हजुर र त्यहाँ मान्छेहरु सबैजना छलफल गर्छन् यसको विषयमा। र त्यो छलफल गरिसकेपछि त्यो विषयलाई लिएर चाहिँ हामीले के गर्छौं भन्दाखेरि चाहिँ यतापट्टि जिल्लाबाट मैले राखेँ बाटो बनेन भनेर राख्नु छ। अब यो बाटो चाहिँ तपाईको किन नबनेको भनेर तपाईको सुरुमा तपाई प्रश्न हुनुपर्छ। यसको बारेमा टेन्डर प्रक्रिया छ, तपाईको हाम्रो नियम कानुनहरु छ। तर यो कुन नियम कानुनले गरेर चाहिँ यसमा हिट गरेछ भनेर तपाईको चाहिँ हाम्रो तपाईको प्रदेश संयोजकले यसमा हेर्छ हैन। यो कहाँबाट बाधा भएको छ त हैन, केबाट बाधा भएको छ र यसमा सल्युसन गर्ने के हो समस्या भनेर तपाईले डिस्कसन गरेर त्यहाँ सल्युसनको कुरा गर्नुहुन्छ। प्रब्लमको कुरा गर्नु, प्रब्लम तपाईले भनिसक्नु। अब सल्युसनमा जानुहुन्छ र यो सल्युसनलाई चाहिँ हामीले जुन चाहिँ काठमाडौँमा बसेर हाम्रो जुन चाहिँ छाया गभर्नमेन्ट भनेर भनेका छौं हैन, छाया गभर्नमेन्टमा मन्त्रालयको स्तरको तपाईको टिमहरु बनाएका छन् हाम्रो यहाँ चाहिँ हैन, जसले चाहिँ त्यो फाइललाई बनिसकेको छ र त्यो फाइललाई चाहिँ लिएर यो कानुनमा टेकेर यो गलत भएको छ यहाँ चाहिँ र यो गर्नुपर्छ है तपाईहरुले भनेर त्यसलाई चाहिँ ड्राफ्ट बनाएर मन्त्रालय धारेर चाहिँ त्यो गाउँको समस्यालाई चाहिँ केन्द्रसम्म चाहिँ पुग्ने एउटा माध्यम बनाएको हामीले। प्रेसर दिने हजुर। त्यो छाया सरकारको प्रधानमन्त्री चाहिँ सुदन गुरुङ हैन।